हेलो एभ्रिवान, वेलकम टु माई मासुको अचारवाला ब्लग। यहाँ चाहिँ मेरो बुवाजीले मासु काट्दै भइसिन्छ अनि मैले चाहिँ यता बोनलेस मासुहरू अचारको लागि छुट्याएर राखेको छु। अब चाहिँ मैले आगो बालेर भाँडा बसालेको छु अनि त्यसमा चाहिँ मैले तेल तताउनलाई राखेँ। थोरै तेल राख्दैछु। आजदेखि साउन सक्यो नि त, त्यही भएर मैले यो मासुवाला भिडियो अपलोड गरेको छु। अनि नुन, बेसार, तेजपत्ता, ल्वाङ, सुकमेल राखेर पानी नसुकुन्जेलसम्म भुट्नुपर्छ। अब यो बुढीले गर्दा चाहिँ एउटा गफ गरौँ है त। अहिले चाहिँ नेपालमा दुई थरीकालाई ग्यासको अभाव छैन कि, एउटा राजसभा सरकारको समर्थकहरूलाई, किन भन्दा उहाँहरूको आफ्नै सरकार छ, उहाँहरूको कमी कमजोरीहरू खोट लगाउन पनि नमिल्ने है आफ्नो मान्छेको। अनि अर्को चाहिँ मलाई चाहिँ ग्यासको आवश्यकता नै छैन, त्यही भएर अभाव हुने कुरै भएन। अनि यसरी पानी नसुकुन्जेल भुटिसके पछाडि चाहिँ यसलाई चाहिँ हामीले अर्को भाँडामा निकालेका छौँ। यही भाँडामा भुट्यो भने चाहिँ यसको जेलीहरूले अचार छिटो बिग्रिने हुनसक्छ कि, त्यही भएर फेरि अर्को भाँडामा भुट्नुपर्छ। यसो गऱ्यो भने चाहिँ अचार 1 महिनासम्म पनि बिग्रिँदैन। तर यति मासु 1 महिनालाई त पुग्दैन। यहाँ मैले जिरा, धनियाँ, खुर्सानी भुटेको छु। अघि निकालेर राखेको दिउरीको मासु फेरि भुट्नको लागि तेल तताएको छु। अनि यहाँ चाहिँ मैले अदुवा र लसुनको फाइन पेस्ट बनाउँदिनँ, जुत्र नै राख्छु। अचारमा चाहिँ जुत्र नै मिठो हुन्छ। त्यसलाई मैले फ्राई गरेर राखिसकेँ। अहिले चाहिँ यो दिउरीको मासु भुटिसकेँ। यत्तिको यो झाग निस्किँदासम्म भुट्यो भने चाहिँ यो चाहिँ मासुको पानी मरेको हुन्छ कि। अघि फुटाएर राखेको अदुवा लसुन अनि जिरा, धनियाँ, खुर्सानीको धुलो चाहिँ यहाँ राख्दैछु। टिमुर पनि हालेको छु, तर त्यो टिमुर हालेको भिडियो चाहिँ कता स्किप भइसक्यो। यत्तिको झागा उनीहरू भुट्नुपर्छ अनि बल्ल यसको पानी मरेको हुन्छ। राम्रोसँग भुटिसके पछाडि उतारेर एकदमै राम्रोसँग सेलाउने गरी राख्नुपर्छ। मेरो मासुले चाहिँ सबै तेलहरू सोसेर सुक्खा देखिएको छ। हजुरहरूलाई चाहिँ एकदमै डुबेको खानु मन छ भने अलि धेरै तेल हालेर भुट्नु होला। यो डब्बा चाहिँ सेतो देखिएको छ, यो फोहोर होइन। यही अचार राख्नको लागि घिउ खन्याएको कि, त्यही भएर त्यस्तो देखेको। हाम्रो घरमा चाहिँ एकदमै डब्बाको अभाव हुन्छ कि, यस्तै अचारहरू बनाएर खाने बानी परेर कि। हेर्नु त अचार कति राम्रो देखिएको छ। हजुरहरूले पनि यसरी नै बनाएर खानु होला। धन्यवाद।